भएपछि अब बाहिरै घुम्न जाउँ न त आज बिदाको दिन पनि बाहिरै खानासाना खाउँ भनेर चाहिँ आज म निस्किसकेको छु। अनि जहिले पनि भ्लग बनाउँछु भनेर चाहिँ म भिडियो चाहिँ लिन्छु, तर अहिलेसम्म चाहिँ पोस्ट चाहिँ गरेको छुइनँ। र आजबाट चाहिँ म लगभग सायद कन्टिन्यू पोस्ट गर्छु। भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला। अनि म तपाईँहरूलाई चाहिँ आज एउटा यस्तो ठाउँमा लग्दैछु होइन, तपाईँहरूलाई अहिले देखि नै हाल्नुहुनेछ होइन। अनि कुन ठाउँ हो कमेन्ट गर्नु होला। अनि तपाईँहरूलाई पनि जान मन लागेको छ भने चाहिँ मलाई कमेन्ट गर्नु, म ठाउँको लोकेसन चाहिँ हजुरहरूलाई दिनेछु है त। यहाँबाट चाहिँ मैले क्यामेराम्यान रिसिभ गर्नुपर्ने हुन्छ होइन। मैले एकचोटि फोन गर्छु है। हेलो, ए ल अब चाहिँ भित्रै जानुपर्ने भयो होइन। म चाहिँ अब भित्रै गएर चाहिँ लिएर आउँछु है त। अहिले चाहिँ हामी कन्भिनीमा पुगेर चाहिँ टक्क खाजासाजा पनि खायौँ होइन। खाऊ तिम्रो यहाँ ठोकाउ न। ठ्याक्कै नेपालको इलामवाला भाइ आउँछ होइन। यहाँ चाहिँ यस्तो दामी छ होइन। यो त क्यामेरामा चाहिँ अलि राम्रो नआउन सक्छ होइन, तर यस्तो दामी छ है। उहाँसम्म छ है, सबै चिया बगानै बगान। बच्चाको समस्या यहाँको स्पेसल भनेको चाहिँ यही हो होइन। उसले चाहिँ भिडियो नबनाऊ भने किन नबनाउने भएर भ्लग बनाएर हाल्ने भएपछि कस्तो मिठो है, यस्तो मिठो हुँदो रहेछ चियाको त। मिठ लाग्यो आइसक्रिम हो कसम। याबा कुनै यहाँ कुनै भयो याबा हो वैसी पैसी मुख्य वैसी हो। तिमीले एकचोटि धेरै हालेर क्या हल्का हल्का गरेर जाएको चियारङ खाए जस्तो भयो। तिमी यतापट्टि आउनु, यो यतापट्टि आउनु। होइन यो चाहिँ होइन यहाँको लोकल खोइ देखाउ त। लोकल चियाको आइसक्रिम, चियाको आइसक्रिम होइन, बबाल मिठो। ऊ भएर हो क्या, यहाँ ठ्याक्क हामीले चिसोको ओलङ टी जस्तै टाइपको क्या खाना चाहिँ। अब नेपालमा पनि त्यो चिया बगान घरमै छ नि त, टिपेर पिसेको त्यो हातले बनाएको चियारङहरू चाहिँ खाएको हो होइन। स्वाद चाहिँ ठ्याक्कै त्यही छ। माचियाको स्वादमा पनि मिल्न चाहिँ बेस्ट हो यार। एकैचोटि धेरै हाल्यो भने चाहिँ त्यो अलि चिया गडा के अरे गाडा भएको जस्तो क्या। मिठो छ, नमिठो होइन, तर तनाव रहेछ नि त। तनाव भयो यार, मेरोमा त दुलो छ नि त। ए मेरो पनि छ, सबैको यस्तै हुने हो। मैले तिमीलाई भनेको थिएँ, तिमीलाई म लोकल चिया बगानमा लगेर एउटा नयाँ चिज खुवाउँछु भनेको थिएँ नि, यही हो। एकदम दामी छ होइन। तपाईँहरू पनि आउनुभयो भने चाहिँ यो चाहिँ ट्राई गर्न नबिर्सिनु होला, यहाँको एकदम स्पेसल। तिमीले भनिदेऊ न एक दुई शब्द। एकदम। अब तपाईँहरूलाई नयाँ ठाउँ स्पेसल ठाउँ घुम्न मन लागेको छ भने हामी घुमिरहेका हुन्छौँ। कहाँ घुम्नुपर्छ, वाकायमा केनदेखि नारा केन, ओसाका केन, क्योतो केन सब हामी भ्याइदिन्छौँ।